अभिवादन। मेरो नाम उर्मिला नेपाली, आदित्य बोर्डिङ हाई स्कुलबाट। आज चाहिँ हामीले हाम्रो जीवनलाई परिवर्तन गर्ने एउटा ट्रेनिङ लियौँ। हाम्रो स्कुलमा देव मिश्र सर आउनुभएको थियो। उहाँले हामीलाई धेरै कुरा सिकाउनु भयो। साँच्चीकै यो ट्रेनिङ एकदमै उत्कृष्ट थियो। भन्नु त मैले शब्दमा भन्न नसकुला, तैपनि यो साँच्चीकै उत्कृष्ट थियो। मेरो मात्र होइन, हामी सबैजनाको, बिहाली दिने भाइ बहिनी र एससी दिने मेरा साथीहरूको जीवनमा केही न केही पक्कै उनीहरूले सिकेर उनीहरूको जीवनमा पक्कै पनि परिवर्तन हुनेछ। तपाईँलाई धेरै धेरै धन्यवाद। हामीलाई धेरै कुरा सिकाउनु भयो। मैले कहिले पनि यस्तो ट्रेनिङ लिएको थिएन, यति धेरै कन्फिडेन्ट ममा आउने थिएन होला। साँच्चीकै हाम्रो जीवनमा चाहिने कुरा सिकाउनु भयो हजुरले। अझै पनि म शब्दमा बयान गर्न सक्दिनँ। यो यति धेरै उत्कृष्ट थियो कि हामीले सोचेका पनि थिएनौँ यो यति राम्रो हुन्छ होला, यति धेरै कुरा सिक्न पाउँछौँ होला भन्ने कुरा। तर साँच्चै नै मैले सोचे भन्दा पनि एकदमै राम्रो भयो। यो धेरै कुरा सिक्न पायौँ हाम्रो जीवनमा। साँच्चीकै जीवनको अर्थ सिक्न पायौँ। जीवन भनेको के रहेछ त? हामी को हौँ? हामी स्टुडेन्ट हौँ, हामी विद्यार्थी हौँ। विद्यार्थीले जीवनमा के गर्नुपर्ने रहेछ त भन्ने कुरा हामीले एकदमै धेरै सिक्यौँ। यसको लागि प्रिन्सिपल सरलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु, किनभने हामीलाई यो ट्रेनिङमा आउनको लागि उहाँले सहयोग गर्नुभयो। हामी यसमा सहभागिता जनाउन पाएकोमा हामी धेरै धेरै खुसी छौँ। त्यसैले यो ट्रेनिङ सबैले सिक्न जरुरी छ र सिक्न आवश्यकता पनि छ। धन्यवाद।